जलस्रोत विधेयक प्रतिनिधि सभाबाट पारित। राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सकस। मन्त्री परिषद बैठक स्थगित। ओली र देउवा बीच हिजो भेट हुन सकेन। गणतन्त्र दिवसको मूल समारोह समितिबाट बालनलाई हटाउन प्रधानमन्त्रीको निर्देशन। ओलीको भनाई एमालेलाई 2084 मा बहुमत ल्याउन असम्भव छैन। काठमाडौँ महानगरपालिकाका मेयर बालिन शाहको आक्रोश। मेयरले भ्रष्टाचार रोक्छु भन्दा सबै मिलेर भ्रष्टाचारी जोगाउँछु भन्छन्, त्यसको नाइकेको कार्यक्रममा म किन गइदिनु पर्ने? रेशम चौधरीलाई पक्रन पत्र लेख्ने महिमान सिंह विष्टलाई 1 लाख धरौटीमा छाड्न आदेश। यसपटकको गणतन्त्र दिवस 3 दिनसम्म भव्य रूपले मनाइने। रवि लामिछानेको बन्दी प्रत्यक्षकरण रिट हिजो पनि हेर्न नमिल्नेमा पर्यो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई मेरो नेतृत्वको सरकार नढालेको भए भ्रष्टाचार केसमा बालकोट र बुढानील कण्ठलाई पनि छोड्दैनथ्यौं। थर्मल क्राउड आउट ब्रस्ट हुँदा आएको थियो हुम्लामा 81 बाढी। विद्यालय शिक्षा विधेयकमा शिक्षकमाथि धोका, सहमति एकातिर विधेयक अर्कोतिर, शिक्षकहरू असन्तुष्ट। शिक्षा मन्त्रीको प्रतिक्रिया उपसमितिको प्रतिवेदन माथि हतारमा टिप्पणी गर्नु अनुचित छ। सांसदहरूको भनाई निर्वाचन क्षेत्र केन्द्रित विकास बजेट सांसदको व्यक्तिगत खर्चका लागि होइन। प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका साक्यको भनाई शक्तिको दुरुपयोग गरेर कसैलाई जागिर खुवाएका छैनौ। कंग्रेस महामन्त्री गगन थापाको भनाई कंग्रेसभित्र अहिले उकुस मुकुस छ। सिंहदरबार परिसरबाट बोतल र जारको पानी विस्थापित। लावा लस्कर सहित सिन्धुपाल्चोक पुगेका भ्रष्टाचार आरोपमा मुद्दा परेका मोहन बस्नेतको गर्जन मेरो दुवै पैतालामा रातो कोठी छ, जहाँ टेक्सु सबै मेरै हो। पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, 3 दिन अझै वर्षाको सम्भावना। हुम्ला हिमपहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन। अब सिटिबिटीमा प्रवेश परीक्षा दिनु नपर्ने, एसईकै ग्रेडिङको आधारमा विद्यार्थी छनौट हुने। डीएसपीले चलाएको गाडीले ठक्कर दिँदा 4 सांसद घाइते। मुद्दा दायर गर्ने व्यक्तिलाई रकम दिएपछि चेक अनादार मुद्दामा राप्रपाकी नेत्री खुशबु ओलीले पाइन् सफाई। नारायणगढ बुटोल सडक दाउन्ने बाहेक खण्डमा एकतर्फी कालोपत्रे सम्पन्न। राजवादीहरूले गरेको हिंसात्मक प्रदर्शन, पत्रकार हत्या र मिडिया माथिको आक्रमणका सम्बन्धमा उच्च स्तरीय स्वतन्त्र छानबिन गर्न माग। अब भारत हुँदै खाडी मुलुकको यात्रा गर्दा एनओसी अनिवार्य। विश्व स्वास्थ्य संगठनको 79औं सभामा सहभागी हुन सांसद गौतम झेरेबा प्रस्थान। विश्व स्वास्थ्य संगठनबाट नेपाल पुरस्कृत। 6 दिनपछि बढ्यो शेयर बजार, घट्यो कारोबार। कर बढ्ने आशंकामा एकै महिनामा भित्रिए 1900 ईभी गाडी। नेपाली महिला क्रिकेट विश्वकप खेल्ने यात्रामा महिला क्रिकेट टिमको एक फड्को। नेपाली महिला टोलीले बनायो पहिलोपटक एसिया छनौट पार गरी ग्लोबल छनौटमा स्थान। बी डिभिजन लिगमा श्री कुमार र ब्रिगेड बोइज विजयी। गोलकिपर रोशन खड्काले लिए सन्यास। इजरायली प्रधानमन्त्रीको भनाई इजरायलले सम्पूर्ण गाजा नियन्त्रणमा लिन्छ। एसियाली मुलुक